गाइज आज म चाहिँ दिदीलाई लिन जान लागेको छु गाइज होइन। आज मेरो कान्छी दिदी आउँदै हुनुहुन्छ क्या, कान्छी फुपू दिदी आउँदै हुनुहुन्छ गाइज। म चाहिँ आज कान्छी दिदीलाई लिन जान लागेको छु। अहिले यहाँ घन्स्याङदेखि तल आउँदै हुनुहुन्छ अरे गाइज। म चाहिँ लिन जान लागेको छु। हाम्रो सानो टिकटक स्टार भाइ पनि छ, अहिले म देखाउँछु क्या। हाम्रो सबैभन्दा भाइरल भाइ हुन् कि हाम्रो खानदानमा होइन। म चाहिँ आज लिन जान लागेको छु। उहाँ पारि आउनु अरे क्या दिदीहरू। म चाहिँ जाँदैछु लिन ल आज होइन। भाइलाई आज यसो उचालौँ न, धेरै दिनपछि आउँदैछन् क्या, लगभग भयो 3-4 महिना भाइ घर भएको। यस्तो लिन जान लाग्छु क्या। म उहीँ भाइसँग गएपछि भिडियो बनाएर राख्छु क्या। अहिले भाइ आउँदैछन् होइन, गाडीमा आउँदैछन् अरे। अब यस्तो भाइसित जानु पऱ्यो, भाइलाई लिन जानु पऱ्यो होइन। भाइ भनेको भाइ हुन् नि त गाइज होइन। जसलाई नि आफ्नो भाइ बहिनी भनेपछि माया लाग्छ क्या। दिदी हाम्रो आफ्नो दिदी त हुनु न, फुपू दिदी भनेपछि हामी होइन सबैजनाले धेरै नै माया गर्छौँ कि हाम्रो फुपू दिदीहरूलाई। आफ्नो दिदी हुनुहुन्न, फुपू दिदीहरू हुनुहुन्छ होइन। दिदी भएन नि बहिनी भन्ने नि 3टा दिदीहरू हुनुहुन्छ। एकजना दिदी काठमाडौँ, एकजना दिदी बुटोल, एकजना दिदी के अरे स्याङ्जा हुनुहुन्छ। स्याङ्जाको दिदी आउँदै हुनुहुन्छ क्या। म चाहिँ लिन जान लागेको छु गाइज। अहिले म चाहिँ गइसकेपछि देखाउँछु क्या। यसो दिदीलाई लिन जानु पऱ्यो आज होइन। कस्तो हुँदैछ गाइज, आज यस्तो कपाल बाँधेको क्या, कस्तो देखिँदैछ भनेर भिडियोमा। कपाल बाँध्ने हो आज, फाल्न पऱ्यो नि, सर म्याडम फाल्न ल गाइज। मैले अहिले दिदी आइसकेको क्या। हाम्रो दिदी आइसक्नु भएको छ होइन गाइज। यही गाडीमा देख्न सक्नुहुन्छ फाइनली। खै यता हेर्दै त हाई गरिदियो गर्छु न र गाइज। हामी चाहिँ आज भाइसँग भेट भइसकेका छौँ गाइज, देख्न सक्नुहुन्छ फाइनली। र गाइज हामी चाहिँ आज भेट भइसकेका छौँ दिदीहरू थियो त आइसक्न। ल सानो माग दियो त मलाई ल। हाम्रो भाइ चाहिँ ज्ञानी छिन् के होइन गाइज। भेटाइसकेका छौँ, बाटो चाहिँ अप्ठ्यारो हो क्या। जे भयो नि भाइ हुन् गर नि त भन। भाइ ज्ञानी के